नमस्ते, म रामकृष्ण बरियार। म चाहिँ अहिले मेरो खेतमा जानलाई म हिँडिरहेको छु। आज पनि धान काट्ने कार्यक्रम छ। अनि हिँड्दा हिँड्दै मैले यो चाहिँ हाम्रो यो आस्थामाको दमको औषधि हुने चाहिँ बुट्यानहरू चाहिँ भेटेँ। अनि एउटा भिडियो बनाएँ। यो हाम्रो नर्सरी हो। यो पहिल्यैदेखिको धेरै पहिलादेखिको मेरो पालामा हामीले सारेको नर्सरी अहिले यस्तो पलाएर छ क्या, यस्तो पलाएर छ। यसले चाहिँ आस्थामा रोगको चाहिँ औषधि नै यसैबाट बन्छ भनेर चाहिँ भनेको थिएँ। यही हो, यसरी यो औषधि बन्ने चिजहरू यहाँ यसरी यहाँ कोहीले अब उपयोग नै छैन। अब उपयोग नै छैन। अब यहाँ धेरै छ यो। अब यो गाडी पुरै हो यो। अब यसलाई प्रयोग गर्न सक्ने भने अब पैसा हुन्थ्यो र यहाँ कसैले फेरि यो पैसा तिरेर काट्नु पर्ने नै, यो फाँडेर लाँदा पनि हुने हो। यो असुरो हो। यो असुरोलाई चाहिँ असुरोबाट चाहिँ ठ्याक्क बन्छ क्या। यो वास्तवमा यो दमको औषधि बनाउने चाहिँ यही भनेर चाहिँ धेरै विज्ञापनहरू देखाएको छु मैले। र यहाँ यस्तो छ। अब यसलाई उपयोग गर्नेलाई चाहिँ यहाँ गाउँमा के हुन्छ भने गाउँमा थाहा भएर पनि पैसा अलि धेरै हुँदैन। कोही कसैले चाहिँ यसलाई सुकाएर पाउडर बनाएर अनि राखिदिनु भन्ने, हामी चाहिँ किन्छौँ भन्ने खालेको कोही भयो भने म चाहिँ यहाँको भाइहरूलाई लगाएर काटेर सुकाएर पाउडर बनाइदिनु लाउँथेँ। र केही पैसा दियो भने त्यस्तो महँगो असाध्यै दिनु पनि पर्दैन यिनीहरूलाई। थोरै पैसामा चाहिँ औषधि चाहिँ इनफ हुन्थ्यो है। यो औषधि कोही काहीँ कसैलाई यो असुरोको आवश्यक छ भने यो असुरो यहाँ टनक्कै छ क्या हाम्रोमा। यो असुरोलाई चाहिँ काहीँ केही गर्न सकिन्छ भने चाहिँ मलाई जानकारी गराउनु होला। म अहिले गाउँमा छु। गाउँ भएको हुनाले म यहाँको मान्छेहरू लगाएर 1-2 क्विन्टल 2-4 क्विन्टल चाहिँ असुरोको पाउडर अथवा पातै ल्याउने हो भने पनि सुकाएर ल्याउने, नभएदेखि असुरो कोही पातै ल्याउने भने ल्याउँ, नभएदेखि यो सुकाएर पाउडर बनाइदियो भने पनि म पाउडर बनाउन लगाइदिन्छु। तर माग चाहिँ हुनु पर्यो। यो लगाएपछि पैसा दिनुपर्छ। अनि आया कसको मेलो हो? आज आफ्नै जाने दाइ मामा बोले। हाम्रो भान्जी यहाँ यो मेरो गाउँमा अहिले चाहिँ बोल्ने फुर्सद कसैलाई छैन। मैले समाउनु पर्ने भयो। समाएर नि बोल्न लागेको। कसको मेला अरे? आफ्नै हो। आज धान झाट्ने हो। कतिजना खान्छ तला? अब हामी मात्र हो। भोलि चाहिँ काट्दियो भने बिहान काटिदिन्छु। अनि यता नि काट्न जाने भने नि त अहिले मेरोमा भ्याएन भने काटाउनु भएन है। लो यस्तो छ। फुर्सद कसैले नभएर मैले मान्छे नि पाएन काम गरेँ। मेरो मामा हो, मेरो मामा। ल थ्याङ्क यू। ल जानु बिस्तारै है त। सुर्ती दिनु न मामा। सुर्ती ल्याएन मैले, छैन नि है त। पसलमा भए हुन्थ्यो बरु है। पसलमा भएर किन होला नि त। हिजो बिहानै बोलाउनु पर्छ नि त यो मामाले। पर्थ्यो। अब उसले खोज्छु भने इन्द्रले ऊ त्यस्तै हो। ल है त म गएँ है त। ल कोही कसैलाई चाहिँ अरे यो असुरो चाहिँ काहीँ वैद्यखानतिर आवश्यक छ भने भन्नु होला। म 4-5 क्विन्टल 6-7 क्विन्टल जति भए पनि म बनाउन लगाइदिन्छु। यो बनाउन लगाएको चाहिँ खेतालै लाउनु पर्छ। फेरि यो काट्नु पऱ्यो अनि यसलाई सुकाउनु पऱ्यो अनि पाउडर बनाउनु पऱ्यो। त्यो हुनाले पैसा लाग्छ। पैसा मिनिमम पैसामा औषधि चाहिँ पाइन्छ है। यो असुरो हेर्नु त, जताततै असुरो छ भने जताततै असुरो। हेर्नु यस्तो छ क्या असुरो। ल अब काठमाडौँमा हुने, अब सहरतिर हुनेहरूले एउटा मेसेज आयो भने पनि म चाहिँ यो बनाउन तयार गर्न लगाइदिन्छु है त। थ्याङ्क यू। नमस्ते सबैमा।